यदि हजुरहरू सोशल मिडियामा एकदमै एक्टिभ हुनुहुन्छ अथवा विशेष गरी इन्स्टाग्राममा हजुरहरू एक्टिभ हुनुहुन्छ, इन्स्टाग्राम हजुरहरूले दिनको केही समय चलाउनुहुन्छ भने हजुरहरूले एउटा सुनेको नाम होला राघव चड्ढा। मिस्टर राघव चड्ढा, राज्यसभा सांसद राघव चड्ढा। अझै भन्नेहरूले त यो पनि भनेको सुन्न पाइन्छ कि ही इज द नेक्स्ट प्राइम मिनिस्टर अफ इन्डिया। आज हामी तिनै राघव चड्ढाको बारेमा विस्तृतमा बुझ्नेछौँ आजको यस भिडियोमा। आउनुहोस् सुरु गरौँ। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने बेल आइकन थिची च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। सन् 1988 नोभेम्बर 11 को दिन माता अलका चड्ढा र पिता सुनिल चड्ढाको कोखबाट जन्म भएको थियो राघव चड्ढाको। उनका मातापिता अब्बल शैक्षिक ब्याकग्राउन्डबाट आएकाले उनी पनि शिक्षामा सानैबाट एकदमै अब्बल थिए। आफ्नो स्कुलिङ मोडर्न स्कुल न्यू दिल्लीबाट कम्प्लिट गरेका हुन् भने युनिभर्सिटी अफ दिल्लीबाट स्नातक पुरा गरे। उनले इन्स्टिट्युट अफ चार्टर अकाउन्टेन्ट इन्डियाबाट चार्टर अकाउन्टेन्ट सीए कोर्स पनि कम्प्लिट गरे र त्यस्तै उनले लन्डन स्कुल अफ इकोनोमिक्समा पनि आफ्नो अध्ययन गरेका थिए। आफ्नो पढाइ पश्चात उनले ख्याति प्राप्त अकाउन्टेन्सीहरूमा काम गर्ने अवसर पनि पाए र त्यही क्रममा सन् 2012 मा इन्डियामा आम आदमी पार्टीको गठन भयो। त्यही समयदेखि नै उनी त्यस पार्टीमा प्रत्यक्ष रूपमा सहभागी भए र पार्टीका विभिन्न प्रकारका गतिविधिमा समावेश हुन थाले र त्यसपछि उनी अरविन्द केजरीवालसँग सोही पार्टीमा काम गर्ने अवसर पाए र एन्टी करप्सन मुभमेन्टमा सहभागी भई काम गर्न थाले। सन् 2020 मा उनी दिल्ली विधानसभाको चुनावमा निर्वाचित भए। त्यसपछि उनी दिल्ली जल बोर्डको भाइस चेयरम्यान बने। उनी भाइस चेयरम्यान हुँदा खानेपानी व्यवस्थापन तथा यमुना नदी सरसफाई जस्ता योजनाहरू कार्यान्वयन गरे। त्यसपछि उनी सन् 2022 मा राज्यसभाको चुनावमा निर्वाचित भए। यसरी उनी बीजेपी र कांग्रेसका नेताहरू मध्ये सबैभन्दा कान्छा युवा राज्यसभा सदस्य बने। त्यसपछि उनले पार्लियामेन्टमा सर्वसाधारणका आवाजहरू निरन्तर बुलन्द रूपमा उठाइरहे, जसमध्येका केही मोबाइल डाटा र रिचार्ज। पहली समस्या है कि रिचार्ज खत्म होने के बाद आउटगोइंग के साथ साथ इनकमिंग कॉल का भी बंद होना। सर, जब प्रीपेड प्लान एक्सपायर होता है या मोबाइल रिचार्ज की वैलिडिटी खत्म होती है तो आपकी आवाज बंद कर दी जाती है। फोन मेरा, सिम कार्ड मेरा, नंबर मेरा। तो सर, रिचार्ज खत्म होने के बाद आउटगोइंग कॉल बंद होना समझ आता है, लेकिन इनकमिंग कॉल बंद होना सरासर मनमानी है। त्यसपछि उनले जनताबाट निर्वाचित नेताहरूले काम गर्न सकेनन्, परिणाम दिन सकेनन् भने राइट टु रिकलको व्यवस्था हुनुपर्छ भनेर संसदमा आवाज उठाए। इंडियन वोटर के पास राइट टू इलेक्ट है, वैसे ही राइट टू रिकॉल भी होना चाहिए। अगर देश का मतदाता अपने नेताओं को हायर कर सकता है तो वो नेताओं को फायर करने की शक्ति भी उसे मिलनी चाहिए। त्यसपछि उनले सोसाइटीको रियालिटी र ग्रामीण भेगमा बस्ने सर्वसाधारण जनताको बारेमा मुद्दा उठाए। जब एक लड़की स्कूल इसलिए नहीं जाती है कि स्कूल में पानी नहीं है, पैड नहीं है या प्राइवेसी नहीं है, तो ये उस लड़की की पर्सनल प्रॉब्लम नहीं है सर, ये सोसाइटी का फेलियर है, पॉलिसी का फेलियर है। त्यस्तै उनले उठाएको अर्को विषय मिनिमम अकाउन्ट ब्यालेन्सको पनि हो। पर्सन्स बैलेंस, पुअर पर्सन्स बैलेंस फॉल्स बिलो द मिनिमम लेवल, द बैंक शुड नॉट ट्रीट दिस एज अ क्राइम। उनका अनुसार बैंकले आफ्ना ग्राहकका लागि एउटा मिनिमम अकाउन्ट अफ ब्यालेन्स भनेर सेट गरिएको हुन्छ, जस्तो 1000, 2000, 1500। यो विभिन्न प्रकारका बैंक अनुसार फरक हुन्छ र त्यो बैंकको मिनिमम अकाउन्ट अफ ब्यालेन्स जसले जम्मा गर्दैन उसलाई रु 100 देखि 600 सम्मको जरिमाना तिराउने गर्दथ्यो बैंकले। र एयरपोर्टमा भएको मूल्य वृद्धिका कारण सर्वसाधारण जनताले एयरपोर्टका सामानहरू, एयरपोर्टका खाद्यान्नहरू उपभोग गर्न नसक्ने कुरा पनि उनले सदनमा उठाए। सर, हवाई यात्रियों की एक शिकायत रही है कि एयरपोर्ट्स पर खाने पीने की चीजें बेहद महंगी मिलती हैं। इस मुद्दे को मैंने सदन में पहले भी उठाया था और सरकार ने जनता की परेशानियां देखते हुए उड़ान यात्री कैफे की शुरुआत की, जिसका मैं स्वागत करता हूं। र उनले उठाएको अर्को कुरा एनुअल हेल्थ चेकअप पनि हो। माय सब्जेक्ट इज हर भारतीय को एनुअल हेल्थ चेकअप का लीगल राइट दिया जाए। आज मैं 140 करोड़ देशवासियों की सेहत से जुड़ी एक अहम बात रखना चाहता हूं। भारत में एनुअल हेल्थ चेकअप एक लग्जरी बन चुका है जो केवल पैसे वाले लोग ही करा सकते हैं। जरा सोचिए, एक माँ जिसे कभी पता ही नहीं चला कि उसे कैंसर था, एक बेटा जिसे ब्लड प्रेशर का तब पता चला जब उसे स्ट्रोक हो गया, एक बहन जिसकी आंखों की रोशनी जाने पर उसे डायबिटीज का पता चला। र त्यस्तै उनले पढाइ र रोजगारी बीचको लामो भिन्नता। We must also acknowledge that there is a huge gap between education and employment.
As a result, sir, I have no hesitation in saying today that we are pushing our students, the future of this country, into a trap of joblessness. साइबर फ्रड र बैंकिङ फ्रडहरू Cyber fraud or digital frauds in the banking sector. र उनले यस्तै प्रकारका मुद्दाहरू संसदमा उठाए र यी सबै मुद्दाहरू सर्वसाधारण जनतालाई मध्यनजर गरेर उठाएका कारण उनलाई जनताले पनि एकदमै समर्थन गरे। अहिले उनी युवाका निम्ति एकदमै चर्चित मानिन्छन्। यस्तै प्रकारका जनताका समस्याहरूलाई संसदमा राख्ने र ती समस्याहरूबाट आउने समाधानलाई कार्यान्वयन गर्न सकेमा यस्ता नेताहरू जुनसुकै पार्टी जुनसुकै राजनीतिक दल भए पनि कुनै फरक पर्दैन। जसले समाजको हितमा काम गर्न सक्छ उनी एउटा सच्चा लिडर हो। हस्, यति भन्दै आजको लागि यो भिडियो यही सके र अब फेरि भेट्नेछौँ अर्को भिडियोमा। त्यतिन्जेलसम्म हेर्दै गर्नुहोस्, माया गर्दै गर्नुहोस्। थ्याङ्क यू।